सबैजनालाई म चिया खाँदै दुईजना मस्त सिँचाइ गर्दैछन्। दुईटा मात्र भए त के काम सबैको घर घरमा छ नि। यसो सुशील दाइले माइली आमाले झन्डै मार्यो मलाई भनेर युट्युबमा राख्नु भएको थियो। कराउनु भएको थियो नि त तपाईँले अस्ति सुशील तपाईँले पिट्न खोज्नु भएको रहेछ तँलाई पर्खी भनेर यस्तो आउनु भएको रहेछ अनि त्यही भिडियो राखेको थियो नि। टुप्पोबाट आएको थियो त्यो डाँडाको टुप्पोबाट। अङ फालिरहेको छु अनि टक्क आइज भाइ आज कहाँ जाने स्कुल जाने कि नजाने? जाने नि। तेरो कहिले एक्जाम कहिलेबाट? 8 गतेबाट। 8 गतेबाट। अनि ह्यान्डसम भएछ जस्तो नि। कतिवटा गर्लफ्रेन्ड छ तेरो? छैन। बच्चालाई म त बाउ बाइक किनिदेऊ न म गर्लफ्रेन्ड हालेर लिन्छु भन्थेस् त। मान्ने नि हुन्छ मामा पढी लेखे गरेको हेर नि क्यामेरा अन गरेपछि सिँगाना आयो दिउन सिँगानु सिँगार सिँगार त्यसो गर्नु हुँदैन। छ्या छ्या मुखमा पर्यो भित्र छिची आदो आदो। तेरो चाहिँ होमवर्क छैन? सबै सर त छैनन् होला नि के सबै सर म त एउटा सर पो छैन होला त नि? हैन दुईटा सर छैन। अनि अरू त होमवर्क होला नि? अनि त्यो लास्टको दुईटा थिएन त्यही दुईटा भन्नेमा यसो होमवर्क गरेर। अहिले म डायरी हेरौँ। डायरी चाहिन। त्यहाँनिर चाहिँ अब खेती किसानी गाउँतिर यस्तै त हो नि। अब मामाले टर्नेल गर्ने भन्नुहुन्छ टर्नेल फार्मिङ। किन झोक्राएर बसिस् है? मम्मीले मोबाइल लानुभयो? ठुलमामीको घर तर ठुलमामी कहिले त्यहाँ बस्न चाहनुहुँदैन जहिले तल बस्नुहुन्छ। अन्त फेरि पहिरो जाने सम्भावना त धेरै देखेँ कि यतानिर चाहिँ है टक्क। को मरेको मम्मी? मरे नभनौँ न बिहान बिहान तपाईँको भिडियो देखाउने सबलाई भैँसी ल्याउनु भएको। आज चाहिँ घरको गाइडिङ गर्नु पर्यो। यो चाहिँ हाम्रो किचन यहाँनिर ऊ त्यो चाहिँ किचन चुलो टक्क त्यो भित्र ऊ त्यो किचन चुलो त्यहाँनिर यत्रो ठुलो भैँसी ल्याउँदै हुनुहुन्छ। लजाउँछन् जो पनि क्यामेरा तेर्छ कि बरु हाम्रो मामा लजाउनु हुँदैन क्यामेरा तेर्साउने बेला। मामा कति बेरसम्म पानी दिनुपर्छ? ए ए यहाँ चाहिँ माटो खन्दाखेरि ढुङ्गा बढी आउँछ है। आयो बोका उफ्रिँदै तेरो नउफ्रि तेरो धेरै दिन बाँकी छैन भने बेच्यो भने तेरो धेरै दिन बाँकी छैन। हेर तेरो त उमेर पनि भइसकेको छ ठुलो भइसकेको छ त नि। यसको भाइ दाइ आयो होला भाइ आएको होला। दिदी हो कस्तो बलियो दिदी बहिनी पो यहाँ अड्क्यो आयो उता गयो
यसलाई के दिनुहुन्थ्यो बिहान बिहान यो त मकैको खोया त दर चपाउँदो रहेछ हामीले त्यो ल्या। काली यो पनि काली छ त दुईटा काली छ त्यो एउटै कालीको रहेछ यो चाहिँ बरु के मलाई के त मलाई नेपाली आउँदैन मेरो बेज्जत हुन्छ यहाँ भिडियोमा खिच्यो भने भयो कि भएन हो त्यस्तो राम्रो काली होला भाइ के बनाउने त नि आज लसुन के अरे प्याज आलु बनाउनु पर्छ क्या हो प्याज आलु अनि मटोला कति मिठो मिठो हुन्छ बनाउनु हुँदैन क्या तपाईँहरू म त बनाउँछु ढेडो त्यत्रो ढेडो छ त हिजो त्यत्रो Let's go breakfast. यो 1 महिनाको छ त चाहिँ के मान्छे होइन र बे गर्ने हैन के मान्छे होइन बे अब तेरो र मेरो काम के छ थाहा छ खाना बनाउने अब म हटस्पट छोड्दिनँ मेरो नेट स्लो भइरहेछ नि युट्युबमा भिडियो अपलोड गर्नु परेन ऊ टेपर्क स्कुल छ त्यो स्कुलमा चाहिँ कोही जान्छ कि जाँदैन त्यो पनि थाहा छैन गाडी हिँड्छ कि हिँड्दैन त्यो पनि थाहा छैन टिट गर्दै हिँडिरहेछ होइन कसको बाइक हो स्कुटर हो ढाड दुख्यो अहिले बुढाहरूसँग माथि डाँडामा जानुपर्छ डाटाले यहाँ युट्युबमा भिडियो अपलोड गर्न खोजेको 2 घन्टा पो भनेर देखाइदिन्छ त 2 घन्टा नाङ्गै भयो त डाँडा त छ सुक्खा भएर होला चैत वैशाखमा फुल्ने सिजन भइसक्यो केटो अनि तिमीहरू टिपे गरेर कहाँ उम्रिन्छ त नि अलिअलि बाँकी राख्नु पऱ्यो नि पोर्साले टिपे गरेर होला नि सबै टिप्नु हुँदैन नि लाली गुराँस म मात्र टिप्न पाउँछ तिमीले टिप्न पाउँदैन होमवर्क सक्यो दामी अब मुख पनि धोएको छैन हौ मैले त चार्जमा राख्नुपर्छ जब कान्छी हात्तिन्छे तिमीलाई सिद्धिको मात्तिन्छे तब मेरी सानी कम्बर हल्लाइ मेरो लागि
मम्मीले बाटो हिँड्न दिँदैन थियो उही तलबाट स्कुल जा भन्थ्यो तलबाट जा भन्थ्यो कि भिडिदेखि डराउँथ्यो नि त पहिलेदेखिबाटै तिमी स्कुल गयो गएको थियो त नि प्रभामा श्री प्रभामा तपाईँ विदेश हुनुहुन्थ्यो त्यति बेला ए मलाई थाहा छैन सन्तोष दाई हुनुहुन्थ्यो नि सन्तोष दाई र करुणा दिदी हजुरबाहरू छ हजुरबा हजुरआमासँग उतै बस्थ्यो हाम्रो बाउहरू त्यो बेला यतै यतै ए तपाईँ विदेश जानुभएको थियो ए एकपल्ट मेरो बिहे गरिकन पछि होला होइन अँ म विदेशबाट आउने बेला यहाँ थियो त्यसपछि फेरि म बिहे गरेर गएको यहाँ चाहिँ माथिसम्म माथिदेखि रुख छ माथि चाहिँ रुख छ तलतिर चाहिँ रुख छैन है त्यहाँ चाहिँ कस्तो हो भन्दा मासतिर चाहिँ नाङ्गो भयो तलतिर अलिअलि रुख छ जस्तो कि पहिला यसो थियो हजुर यो रुख भनेको मान्छेहरू अब खेतीपाती गर्नु छोड्यो अँ सहरतिर गयो नि त अँ त्यही भएर यस्तो रुखहरू झाडीहरू हो पहिला यस्तो कहाँ रुखहरू हुन्थ्यो उयो चलतिर रुख देख्ने यो रुखहरू एउटै हुँदैन हामीले थाहा पायो किन बढिया रुख हो यसो उयो थियो अनि ठुल्ठुलो हुनु दिएन थियो काटिहाल्थ्यो है अहिले यो सबै तपाईँहरूले काटेर गएको यो भोलि पर्सि हरियो हुन्छ ठुलो हुन्छ होला काट्न छोड्यो भने यो बेलामा मारी बाँदर आँट मकै खाने बेला भर्यो क्या अँ अनि कोही बाँदर रुखा चढेछ यसरी फुलेछ यहाँ अनि कोही बाँदर तलतिर आँट फेरि यत्र हुने क्या अँ अनि माथि गएको बाँदरले त रुखा गएपछि त पाक्ने बेला भात त सब झऱ्यो नि अँ बाँदरको टाउको टाउकोमा लागेछ बाँदर मान्छेले हिर्कायो भने भाग्यो क्या नि मकै धेरै खानै बाँदर अनि एकपल्ट चाहिँ बाँदर आयो भने लहट्न आएको अँ दुई तिनवटा बाँदर त यहाँ आएर चाहिँ भाग्यो है अनि आँट त भुइँभरि टन्ने है यत्र है अनि तल्लो पाटामा चाहिँ कलरको त्यो माइलो रहेछ नबोलिकन चाहिँ बाँदर लहट्न आयो नबोलिकन बोट मात्रै देखेँ बोटमा माथि आँपको बोट मकैको बोट आँपको झटारोले यो बाँदर जना हानेको बुढोलाई कस्तो लाग्यो लामै फिसिक्कै जाने त्यत्रो आँप त तिर्खेर जान्छ यत्रै हुन्छ यार नेपाली छिलेको पनि टन्नै फल्छ आँपको सिजनमा टन्न लिन आउन भन्छ जेठ के असारतिर आउँछ जस्तो लाग्छ साउना चाहिँ हो कि आँप पाइने हाम्रो त जेठतिर आउनु सुरु हुन्छ आँप त्यो त हो भएन यहाँ पाइन्छ असारको तराई र यहाँको आँपमा चाहिँ के फरक छ र होइन भने असारको अन्तिम होइन अँ साउनको मध्यतिर हो कि आँप नाचे पाकेर उयो बाटो हिँड्दाखेरि लडेर है अँ आँपमा चिपेर त्यस्तो पो हुन्छ क्या पहिला बेला त केराहरू पनि टन्नै भयो नि योपालि त केरा देख्नै पाएको छैन सुक्खा लाएर हो आँप त आँप चाहिँ हुन्छ है सिजनमा एकपल्ट चाहिँ फेरि त्यो बेच्ने गर्ने चलन छैन नि त अँ जहाँ जति खान मन लाग्यो है अँ रुख पनि चढ्न नपर्ने भुइँतिरै प्रशस्त मात्रामा हुने भोलिपर्सि त्यो के भन्छ आरु हुन्छ नि आरु 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 पाकेर यस्तो हुन्छ कि भुइँभरि म बोकिदिउँ त मामा भैँसेची बोकाउनु होसियार खबरदार हँसियादेखिबाट किनकि मेरो रिस मर्दैन हत्तापत्ता होइन म पछि आउँछु तपाईँ गरेर हिँड्दै गर्नु ठक्कर देखाउनु पऱ्यो नि त हुन्छ मामा पहिला एउटा सुइँ जानुहुन्थ्यो कस्तो लामो लाग्थ्यो क्या बाटो नि के सिद्धियो कुटो कुचो के बनाल्ने कुचो छ किन मैले लडेर लक्ष्मीहरूकोमा छोडेर राखेको थिएँ होइन अँ पछि लिएर गयो भने मैले यहाँ पनि जानु थालेछ हजुर म कुचो बनाएर कि अँ लिएर आउनु पऱ्यो अँ तिमीमै झर्नु पऱ्यो अँ तिमी गएर उहाँ मान्छेसम्म त डिस्टेन्स लामो छ नि त अँ
आयो हजुर आयो लोकल कुचो हजुर त्यसरी त हिँड्छन् मान्छेहरू त्यसरी हिँड्छन् त्यसरी लिएर जानु त्यो नाइलनको हो कि के को त्यो डोरी हुन्छ नि हो त्यो डोरीले बाँधेर तपाईँले मिलाएर बाँध्नु भएको थियो नि हो त्यसरी बाँधेर बेच्यो भने कति होला तपाईँको कति मुठा जति कुचो होला मिलाएर समथिङ हुन्छ 15-20 कुचो हुन्छ अनि एउटाको कति रुपियाँमा बेच्छन् प्रायः काठमाडौँमा त्यही हिसाबले गर्नुपर्छ 15 ए आउन जानलाई मात्र पुग्ने रहेछ गाडी भाडा आउन जानलाई मात्र काम पर्यो भने जानुपर्ने बेला भयो कि अँ अब यहाँबाट उहाँसँग भाडा लागेन अँ है अँ त्यहाँबाट अनि त्यसपछि अनि काँडा हाल्ने अँ कुचो हजुर कुचो गाउँबाट ल्याएको लोकल अनुसार कुचो हजुर अनि यहाँ बाख्रा मल चाहिँ किन ल्याउनु भयो मामा बाख्रा मल ए पहिला ठुलमम्मीको नि गाई थियो गाई थियो राँगा थियो अस्ति राँगा काट्दै पनि छ अँ अब बोकाहरू छ अँ बोका काट्नु पर्यो भोलि अन्त काटेको कुटेको त हाल्नु हुँदैन नि भ्लगमा मैले भ्लगमा क्या काटेको कुटे हाल्नु हुँदैन नि अँ वार्निङ दिन्छ भोलि फेरि बिहान तपाईँसँगै देउराली जानु पर्ला अब भिडियो अपलोड गर्न ठ्याक्कै म 4:30 बजी त उठिसकेको थिएँ अँ तिमी त 8 बजी नसुते मान्छे सुतेको ठाउँ थाहा पाइहाल्छ हजुर तिमी 8 बजी सुतेन होला सुतेको त्यो भाइ उठेर कि म पनि उठेको नि त हिजो राति घुम्न पाएनौ आज पनि सुत्दैन होला आज त फिल्म हेर्दै बस्छु म डाटा छैन नि त ल पानी त पर्दैन जस्तो लाग्यो हौ मामा मलाई त हेर्नु न पर्दैन भने खाने के गर्नु त्यो पानी चाहिँ होइन तुवालो चाहिँ लाग्यो हो कि खास गरी उता कसो कपाल काट्दै भोलि चाहिँ घाम लागोस् मेरो लुगा सुक्यो भने डुल्न जानु परेन कति रुपियाँ 200 लिन्छ 200 काठमाडौँमा 150 मा सबै गरिदिन्छ नि दारी जुङ्गा अनि यहाँ चाहिँ ए आमा हजुर मेरो छैन के हेर त यो हेरे होइन खिच्दै लगेको अँ त्यो दुःख कस्तो देखाउनु पर्छ अहिले मामा र मेरो इन्टरभ्यू पनि छ नि त मामा हेर्नै पर्दैन यस्तो चाहिँ खिच्ने हो क्या बोलाउनु आमा मामा यस्तो तम्सेको अघि न म हुने बेलामा चाहिँ यस्तो भागेको थियो यिनीहरू मामा हुने बेला के गर्छ त नभएपछि खानु परेन भने अरू मैले खाइदिने भुजी अहिले भैँसीको नाम चाहिँ के राखिदिनु भयो अरे काली ए यसलाई बिहान जिस्काउनु जिस्काएको थियो भालेको साउन्ड निकालेर कुकुरी काँगर चाहिँ पनि बराबर दिन्छ घाँटी खोरो खोरो सानो सानो नि गरेको हजुर बासिहाल्छ मेरो भन्दा बढी मामाको भिडियो आयो अब भोलि बिहान हाल्नुपर्छ देउराली गएपछि चट्टा लाएर साँच्चै भनेको खाने भनेर म यो भात दिइहाल्छु